मेरो यो सबैले बुझ्ने भाषामा भनेको है, मैले अनादर गरेको होइन। त्यहाँ एकजना अलिक पातलो पातलो ठिटो, अलि राम्रो पनि पढ्ने, वरपर तलमाथि अलि हँसिलो पनि देखियो। त्यो देखिएको मान्छे को रहेछ भन्दै लाँदाखेरि, पत्ता गर्दै लाँदाखेरि श्रीनारायण शाण्डिल्यजी हुनुहुँदो रहेछ। हामीले जे जति पढायौँ न उहाँ नै जान्नुहुन्छ। जे जति पढायौँ पिट्यौँ कि पिट्यौँ न कि त्यो उहाँ नै जान्नुहुन्छ। दुखिराख्या भए अहिले छान्नु होला सायद यसो कता कता। अहिले आजको यो अवसरमा यो पितृष्टि ज्ञान महायज्ञमा उहाँले साथ दिएर श्रीमद् भागवत पाठ गराइरहेका छन्, हामी गरिरहनु भएको छ। यो सौभाग्यको विषय हो। त्यतिखेर चाहना थियो यो ठिटाले केही गर्छ कि क्या हो जस्तो महसुस भएको थियो। त्यो वास्तवमा त्यो महसुस आज पुरा हुँदैछ। हामी पुरा गर्न सक्दैछौँ। हामी मात्रै नभएर, कौशिक गोत्रीय मात्रै नभएर समस्त सबै अमेरिकावासीदेखि लगायत विश्वमा धेरैवटा देशमा उहाँले श्रीमद् भागवत पाठ गरिरहनु भएको छ। कण्ठ छ, विद्वान हुनुहुन्छ। स्वामीजीलाई त कण्ठै छ। अनि हामीले श्रीमद् भागवत पाठ गर्दाखेरि लगभग अहिलेसम्म यसो अम्लामा मात्रै गर्न सकिन्छ होला। लगभग 37 आवृत्ति जति मात्रै पढिएछ। हामीले चाहिँ सदानन्द गुरुदेवले त 103 पुर्याउनु भएको छ। योसँग त 103 पो पुगेछ। 103 आवृत्ति त कति कण्ठ छ कि छैन अब यहाँहरूलाई थाहा हुन्छ। 103 आवृत्ति पाठ गर्दै लाँदाखेरि आजको उहाँको जन्म नक्षत्र परेको रहेछ। यो हाम्रो पनि सौभाग्यको विषय हो। उहाँको सौभाग्यको विषय भन्दा पनि उहाँको त छँदैछ। हाम्रो सौभाग्यको विषय हो। कौशिक गोत्रीय रेग्मी कुलमा हामीले जन्मोत्सवको आयोजना गर्नुपर्ने थियो। त्यसै पनि गर्नुपर्ने थियो। प्राप्त भइरहेको अवस्थामा आज हामी उहाँलाई जन्मोत्सवको समस्त सबैजना शुभकामना, सबैका तर्फबाट शुभकामना प्रदान गर्दछौँ। शुभकामना साथै श्री स्वामीजीबाट, स्वामीजीको हस्तकमलबाट उहाँलाई यसो टीका ग्रहण गर्नुहुनेछ। यो मण्डपदेखि बाहिर दक्षिणपट्टि हामीले तयार गरेका छौँ। कृपया गुरुदेव गएर त्यहाँ बसिदिनु हुनेछ। शाण्डिल्य गुरुदेव स्वामीजी पनि त्यहाँ उपस्थित भएर स्वामीजीले शुभाशीर्वाद वचन स्वस्ति गरिदिनु हुनेछ। हामी वेद मन्त्र गुरुदेवहरूद्वारा वेद मन्त्रको पाठ गर्नुहुनेछ। हामी यो शुभ अवसरमा नक्षत्रसित मनाउनेछौँ। गएर त्यहाँ जर्किन हो, पानीको जर्किन अलि पिछाडि पितारो भवन्ति मानो मजारे कथा दुर्गन्धो अदिति देवरदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः इष्टे देवा अदितिः पञ्चजना अदितिर्जातमदितिर्जनित्वम् तं पत्नीभिरनुगच्छेम देवाः पुत्रैर्भातैरुतवाहिरण्ये नागं जनानाः सुकृतस्य लोके तृतीये पृष्ठे अधिरोचने दिवः योः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्ति ब्रह्मा शान्ति सर्वं शान्ति शान्ति
अभयं कुरु सन्नः कुरु प्रजाभ्यो भयन्नाभिकदुरितानि परासुरं जगदं तन्नासुरः शुभकामना 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 त्यसो भएको हजुरहरू सबै बस्दिनु भयो भने पछाडि भजन गाउनलाई पनि सहयोग हुन्छ जस्तो भयो त अहिले हेर्दा त हजुरहरू बस्नु केक मन परायो मलाई भगवान सम्झेर हाम्रो बर्थडेमा त भगवानलाई हुने बोलिए भक्तवत्सल भगवानको हामी भजन सुन्छौँ भजनद्वारा चाहिँ जन्मदिनको शुभकामना ल भजन सुरु गरौँ न शुभकामना 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 हजुरलाई जन्मदिनको शुभकामना हजुरलाई जन्मदिनको शुभकामना 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 दीर्घ बनोस् आयु सफल बनोस् यात्रा दीर्घ बनोस् आयु सफल बनोस् यात्रा प्रेम बढोस् परिवारमा आयुर्गत स्वास्थ्य प्रेम बढोस् परिवारमा आयुर्गत स्वास्थ्य हजुरलाई जन्मदिनको शुभकामना हजुरलाई जन्मदिनको शुभकामना 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 मुखमा बसुन सरस्वती शिरमा बसुन राम मुखमा बसुन सरस्वती शिरमा बसुन राम विष्णु बसुन हृदयमा मनमा घन श्याम विष्णु बसुन हृदयमा मनमा घन श्याम हजुरलाई जन्मदिनको शुभकामना हजुरलाई जन्मदिनको शुभकामना 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 पितृदेव इष्टदेव सद्गुरुको सेवा पितृदेव इष्टदेव सद्गुरुको सेवा दाइना बनोन् आकाशका नवग्रह देवा दाइना बनोन् आकाशका नवग्रह देवा हजुरलाई जन्मदिनको शुभकामना हजुरलाई जन्मदिनको शुभकामना 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 जय श्रीमनारायण जय जय श्रीमनारायण बहुत आनन्द लाग्यो अब यो प्रसाद
आशीर्वाद वितरण गरिसकेपछि दुईटा शब्द हाम्रो सान्डिल्य गुरुद्वारा जन्मदिन के हो रहेछ त भन्ने कुराको प्रश्न गरिदिनुहुन्छ। दुई शब्दद्वारा पहिले स्वामीजीबाट दुई शब्द, त्यस पछाडि सान्डिल्यजीबाट। स्वामीजी महाराज। प्रिय भक्तजन, आज बडा आनन्द आयो। मानिसले जीवनमा जब यो मानिसको जब जन्म पायो, मानिसले जन्म पाएपछि आफ्नो जुन जन्मदिनको विशेषता मानिन्छ। हाम्रो इतिहासमै जन्मदिनलाई विशेषता मानेको छ। हाम्रा इतिहास पुराणहरू जो छ, यो पुराणहरूमा भगवान जो अनादि हुनुहुन्छ भगवानको वर्णन गरेको छ। भगवानको पनि यस्तै प्रकारले जन्म उत्सव मनाइन्छ। भगवान श्रीराम भगवानको बडा आनन्दपूर्ण भक्तले उत्सव मनाएका थिए। त्यस्तै प्रकार भगवान श्रीकृष्णले जब अवतारेर आउनुभयो त्यस समयमा पनि भगवानको जन्म मनाउँदाखेरि यशोदा माताले पनि साथमा रहेर अभिषेक गरेर ऋषिहरू सबै भेला भएर ब्रह्मवाद ऋषिहरूले वेदका मन्त्रको उच्चारण गरेर भगवानलाई अभिषेक गरेर आनन्दपूर्ण उत्सव मनाएको थियो। त्यस कारणले जन्म उत्सवहरू यस्ता प्रकारले मनाउनु पर्दछ। हाम्रो वैदिक परम्परा अनुसार अभिषेक लिने यो हाम्रो वैदिक विधान हो। वैदिक विधान अनुसार आज यस पुराणको अन्तर्गत हाम्रा भागवत पाठक प्रसिद्ध विद्वान सबैतिर एउटा आनन्द प्रदान गर्ने, मिठो बोली हुने, बोलिकन नै अल्पति नथाक्ने, उच्च स्वरमा बोल्ने, हामीलाई धेरै धेरै सहायता गर्ने यस्ता गुरुजीको यो जन्मदिन प्रभावलाई साह्रै खुसी लागेको छ। यस्तै प्रकारले सधैँभरि भगवानले कृपा गर्नुहुन्छ, स्वास्थ्यमा भगवानको कृपा रहनेछ। एकदम हर्षपूर्वक यहाँले सबै सनातन धर्मको संरक्षणपूर्वक हामी सबैलाई सहायता गर्दै रहनुहुनेछ भन्दै यहाँको जन्मप्रति यो दासले पनि स्वमङ्गला शासन गर्दछ। जय श्रीमन्नारायण। सुन्नुभयो अघि हाम्रो घनश्याम गुरुजीले भन्नुभयो माथि हुँदैखेरि छाम्नु भने कता कता होला नि भाटाका दाम चाहिँ यही घरमा आएर ग्यासमै बसेर किन छाम्नु भने नछामेको मात्रै हो। र पनि हामीले सौहार्द वातावरणमा विद्यार्जन गर्न पायौँ। उहाँहरूले पढाइदिनु भएको केशवाचार्य स्वामीजीले व्याकरण आदि पढाइदिनु भयो। त्रिविक्रम शरण गुरुजीलाई भुल्नै सक्दिनँ म। र गुरुहरूले जसले सानो बाल्य अवस्थामा ज्ञान दिनुभयो राम्रै दिनुभएछ जस्तो लाग्यो। अहिले यहाँ भाइ बहिनीले पनि यो आयोजना गरेकै मलाई थाहा थिएन। अब हेराम यो खोल्दाखेरि के हुने हो भने त्यो केक राख्यो भने चाहिँ मर्नु भनेको, लेकिन तर के अरे फ्रुट्सको फलफुलको बनाउनु भएछ। भगवानलाई भोग लगाएर हामीले मुद्रा गरी अर्पण गर्यौँ। नसोचेको आज यहाँहरूले गरिदिनु भयो। आभारी छु। यहाँहरूले मलाई अरू केही पनि परेन, सबै भगवानले पूर्ण गर्नुभएको छ। सुस्वास्थ्यको शुभकामना दिनु होला। स्वास्थ्य राम्रो भइरहोस्। यो घाँटी हो मेरो ठुलो कुरो। घाँटी दुख्ने गर्छ कहिलेकाहीँ, घाँटी नदुखोस् भइपुगी त्यतिखेर कि मैले गर्ने गर्छु। यसै गरेर अर्को वर्ष पनि यहाँहरूले नि यसरी नै हामीले हुनसक्छ यसको वार्षिक उत्सव हुन सक्छ नि त। मेरो त ठुलामा हुनुहुन्छ, सानैदेखि मलाई जान्नुहुन्छ, मेरो इतिहास सबै जान्नुहुन्छ उहाँहरूले।